नमस्कार। धादिङको 9 विषयबाट फेरि हजुरहरूलाई अर्को श्रृङ्खलामा हार्दिक स्वागत गर्न चाहन्छु। धादिङको 9 विषय बजार हो। यहाँनिर नयाँ पुल पनि लगभग अन्तिम चरणमा रहेछ, निर्माणको अन्तिम चरणमा। अब अझै पनि केही कामहरू रहेको रहेछ। आजको यात्रा नागढुङ्गासम्म रहनेछ। यो 9 विषय नागढुङ्गासम्मको पछिल्लो सडकको अवस्था, यहाँको स्तर उन्नति कार्य के कसरी अगाडि बढिरहेका छन्, यात्रा गर्न कतिको सहज छ भन्ने विषयमा यो भिडियो सामग्रीमा प्रस्तुत हुनेछ। साथीभाइहरू, काठमाडौँतर्फ 9 विषयबाट बढ्दैछु। चाहिँ यो 9 विषय बजार आसपास चाहिँ यसरी सडकमा डिभाइडरहरू छ। यो डिभाइडर पुरै कालै भइसकेको छ, रङरोगन गर्नुपर्ने देखिन्छ। यो सडक चाहिँ अहिले पछिल्लो समय बारम्बार स्तर उन्नतिको कार्य चलिरहेको छ र काठमाडौँबाट 9 विषयसम्म सडक अवस्था सामान्य ढङ्गमा रहेको छ। धुलो धुवा कम छ, जे होस् एकदमै ठुल्ठुलो गाडीहरू चल्ने बाटो हो, पूर्व पश्चिमसम्म जाने बाटो र यहाँतिर चाहिँ पर्खाल लगाउने कार्य चलिरहेको रहेछ। बाटोको राम्रो कन्सेप्ट ल्याउनु पर्छ कि यो नत्र हुँदैन। यहाँ पनि काम भइरहेको रहेछ, पर्खाल लगाउने काम चलिरहेको रहेछ। यो बाटो एकदमै राम्रो बनाउनु पर्दछ। लाफ्राक लुफ्रुक पाराले पिच गर्दै गर्दैखेरि राम्रो हुँदैन। राम्रै तरिकाले स्तर उन्नति गर्नुपर्छ, अन्यथा हुँदैन। यत्र गाडीहरू चल्छन् यहाँ। कस्तो हर्न लगायो फेरि। कहाँबाट बाटै छैन, किन हर्न लगाएर चाहिँ ओभरटेक गर्नुपर्ने हो। चालकको दिमाग यस्तो छ कि फेरि पछाडिबाट पनि दियो। के गरे होला यार। लाम लस्कर 3वटा लोड छ कि यति लोड छ, यो पुरै तान्न सक्ने स्थिति छैन। एउटा त भारतबाट आएको रहेछ, एउटा अगाडि छ, यो बिचको भारतीय नम्बर प्लेटको, यो पछाडिको नेपाली नम्बर प्लेटको। थोक्करमा हर्न लगाइरहेछ कि। ओभरटेक गर्न मिल्ने ठाउँ भयो त फरक कुरा। अगाडि फेरि टर्निङ छ, ओभरटेक हानिहाल्यो यो डाम्नोले। यो बाटो एकदमै प्याँ र पिउँ पिउँ गर्ने है। यो कार त के हो, धुलै धुलो भएर आएछ। उतातिरको बाटो बिजोग छ है, के गर्नु। अहिले चाहिँ काठमाडौँ कलङ्कीबाट 9 विषयसम्म धार्केसम्म बाटो राम्रै छ पहिलाभन्दा चाहिँ। त्यो कतिपय ठाउँमा धुलो उड्ने ठाउँ हुन्छ, कतिपय ठाउँमा गाह्रो हुन्छ। अवस्था त्यस्तै रहेको छ। राम्रो छ। यतिको गरिसकेपछि ओहो, त्यहाँको डिभाइडरै झार्दिएछ क्या। त्यहाँ झुक्केर फेरि खोलातिर पुग्यो भने त बाइक त खतम हुन्छ त। यो धुनी बेसीतिर मजाले पिच गरेको रहेछ। धुनी बेसी बजार हो। मास्तिर त्योतिर पनि गाउँ छ छन चाहिँ।
यहाँनिर भर्खरै ताजा अपडेट, ताजा भिडियो दृश्य यहाँनिर पुरै काम चलिरहेको अवस्था छ। यहाँ देख्न सक्नुहुनेछ सरररर यसरी कालोपत्रे टपअप गर्दैछ। यहाँ चाहिँ एकतर्फी बाटो सञ्चालन गरिएको छ, देख्न सक्नुहुनेछ। यहाँनिर भर्खरै काम भइरहेको अवस्था छ। यहाँ हेर्न सक्नुहुनेछ ताजा भिडियो दृश्य। यो क्षेत्रमा चाहिँ एकतर्फी बाटो सञ्चालन गरेर चाहिँ अगाडि काम चलिरहेको छ। हामी अगाडि बढौँ यहाँ क्षेत्रमा र यो क्षेत्रमा देख्न सक्छौँ धमाधम कार्य सञ्चालन भइरहेको हामी देख्न सक्छौँ। यो किसिमले धमाधम कालोपत्रे थप गरेको स्तरोन्नति कार्य चलिरहेको छ। ल हेर्नुहोस् है, कालोपत्रे स्तरोन्नति कार्य चलिरहेको छ। ल हेर्नुहोस् भट्टाभट यहाँ। ल हेर्नुहोस् अब अगाडि बढ्दैछ, काठमाडौँतर्फ चाहिँ अगाडि टपअप गर्दैछ र यहाँनिर चाहिँ यहाँ एकतर्फी बाटो सञ्चालन गरेर पठाउँदैछ। यो क्षेत्रमा यस्तै छ। ल अगाडि यहाँ चाहिँ एकतर्फी गर्नुपर्ने भएर चाहिँ यस्तो भएको हो। लामलस्कर गाडीको देख्न सक्छौँ। यो कालोपत्रे थप गर्ने, स्तरोन्नति गर्ने कार्यले गर्दाखेरि अलिकति सवारीको चाप भएको हो यो क्षेत्रमा। यहाँनिर चाहिँ बाटो खराब छ। यो पुलले गर्दाखेरि पुल भर्खर अब गाडी गुड्न चाहिँ मिलेछ, तर यहाँनिर अब ढलान गर्नुपर्ने स्थिति छ। यो नयाँ पुलबाट अहिले सञ्चालन भएको रहेछ गाडीहरू। यसरी यो नयाँ पुल हो, यो माथिको। यो राम्रोसँग बनाउनु पर्ने छ, अन्यथा हेर्नुहोस् त ल हेर्नुहोस् धुलो हेर्नुहोस्, धुलो हेर्नुहोस्। बाफरे बा कति धुलो यहाँ। यो पुलले गर्दाखेरि यो पुल हेर्नुहोस् त एकदमै धुलो धुवा। ओहो ल हेर्नुहोस् है, गाह्रो छ त। यो चाहिँ अब नागढुङ्गा सुरुङ मार्गको धादिङतर्फको निर्माण स्थल भनौँ न यो क्षेत्र। चाहिँ कामहरू सकिएको छैन, यहाँ धेरै कामहरू बाँकी छ। यस्तो छ। यो भित्ताको काम चाहिँ लगभग सकिएको अवस्था रहेछ, लगभग अब सकिन लागेको अवस्था भनौँ। नागढुङ्गा सुरुङ यहाँबाट सुरु हुन्छ। यो भित्तामा चाहिँ प्राकृतिक स्वरूपमा चाहिँ पर्खाल लगाएर छोडेको रहेछ। यो त राम्रो पक्ष हो। र यता तल पनि कामहरू धमाधम भइरहेको अवस्था रहेछ। यो सुरुङ मार्गको यतापट्टिको भूभागमा काम हुँदै रहेछ, देख्न सक्नुहुनेछ। नागढुङ्गा सुरुङ मार्गभित्रको काम चाहिँ लगभग अन्तिम चरणमा लगभग काम सकिसकेको अवस्था भन्छ। कहिले सञ्चालनमा ल्याउने हो थाहा छैन, ठेगानै छैन यो सरकारको त। ठेक्काको जिम्मा दिनै पर्यो। जब ठेक्का जिम्मा दिइसकेपछि यो चाहिँ नागढुङ्गा सुरुङ मार्गको यो प्रवेश स्थल भनौँ न, यतातिरको यो धादिङतर्फको यस्तो छ। कामहरू तल हुँदैछ, तल कामहरू पनि जारी छ अझै।
यो अब कहिले सञ्चालन हुन्छ यो अब हेरौँ। यस्तो छ है यहाँनिर। ल कुन मन्त्रालय अन्तर्गतको गाडी हो यो सरकारको? पुरै यसरी पो हालेर ल्याएको छ त के हो? बाफ्रे, कहाँबाट बिग्रियो कहाँनिर के भयो होइन? पुरै यसरी हालेर बाँधेर ल्याएको छ। बाटो हेर्नुहोस् त, यो बाटो एकदमै सानो हो कि यो बाटो। जाम हुनुको कारण नै सानो हो। यो भित्ताहरूलाई चाहिँ उत्खनन गरेर अलिक फराकिलो बनाउनु पर्ने केही छैन। यत्रो बाटो छ अनि गाडी गुड्छ 12 चक्के 24 चक्के 20 चक्के। कसरी हुन्छ त बाटो? यो हालतै खराब छ कि यो बाटो। यत्रो देशको पूर्व पश्चिम अनि भारततिर लगायत विभिन्न ठाउँमा जाने बाटोको हालत यस्तो भएपछि यस्तो हरिबिजोग छ यो माछा। ल ल ल ठाउँै पुग्दैन क्या यहाँ त, ठाउँै पुग्दैन। लामलाम च्यापेर गए पनि ठेगानै हुँदैन यहाँ। न त टर्निङ पुग्छ न के पुग्छ म्याथ टुक्ने। यस्ता मलाई बिजोग छ नि यहाँ। आलु जस्तो जाँठा सरकार बाटो बनाउँदैन, यत्रो जाँठा दुईतर्फ बाटो खोलाउँदाखेरि मलाई टर्निङ पनि पुग्दैन साला। अनि भुत्रो हुन्छ माटोक्ने। चेकपोस्टमै रोकेर चाहिँ पठाइदिया भयो त भइहाल्छ। बाटो छ म चाहिँ कमिला हिँड्दा पनि नपुग्ने। देशको पूर्व पश्चिम जाने बाटोको हालत यस्तोमा। अनि घन्टा हुन्छ। कमिला हिँड्ने बाटो साला बनाउँछ अलिकति साला यो भित्ता साला उत्खनन गरेर माटो नै बनाउनु नि माछाले। यहाँ ढुङ्गा झऱ्यो भने टाउको फुट्छ माटो। हो के हो यार जाम हुन त यो त केही होइन माछाला होइन। नारायणगढ मुगलिनतिर त बस्नु पऱ्यो भने त के होला त यार? हालत त खराब होला यार। एकछिन यहाँ बस्नु पर्दाखेरि त दिमाग खराब है। उताको बाटोमा अनि घन्टौँसम्म जाम बस्नु पर्दाखेरि त के होला है? स्थिति परिस्थिति त नाजुक छ त। अब फेरि यहाँबाट त्यतिकै खुल्ला छ कि माछाला। अब हामी आइपुग्यौँ काठमाडौँको नागढुङ्गा चेकपोस्ट। देशको पूर्व पश्चिमबाट काठमाडौँ उपत्यका भित्रिने यो मुख्य नाका हो। हेर्नुहोस् यो मुख्य नाकाको हालत यहाँ। यो अचम्मको हालत छ नि यहाँनिर। यस्ता मुला पनि नाका भन्छ यो साला सरकारको। यो के हो यो? यस्तो पनि नाका हुन्छ? यहाँ रिमोट सिस्टमको गेट हुनुपर्ने, यहाँ व्यवस्थित हुनुपर्ने, दायाँ बायाँको टरहरू व्यवस्थित हुनुपर्ने, यहाँ कडा चेक जाँच हुनुपर्ने। यस्ता मान्छेले यहाँ त जेसुकै भित्राइदिन सक्छन्। यस्ता पनि नाका हुन्छ? यस्ता साला भराउटे नाका